ल अब भिडियोमा ए भनेपछि हजुरको दिदी बहिनी दुईटा एउटा चिकन भयो ए अनि दाइ त हजुरको बिर्सन दाइको घर उताति हो अनि हजुरको उता चित्तवनमा को दिदी होइन चित्तवनमा चाहिँ दिदी हजुरको ए के छ अनि उतातिरको तपाईँ याद आउँछ होला हजुरलाई आफ्नो दिदी चाहियो दिदीको धेरै याद आउँछ होला हजुरलाई है उता दिदीले फेरि त्यस्तै याद गर्नुहुन्छ होला दिदी पनि अब के भयो दिदीहरू चाहिँ बुढी भयो चित्तवनमा जुन दिदी भन्नुभयो हाल्नुभयो चाहिँ के कस्तो के भएको होला खासमा बसेर कताहरू ठिक छ अनि दिदीको चाहिँ कतावटा छोरा छ छवटा छोरा है अनि छोरी दुईटा अनि भनेपछि भान्जाहरू चाहिँ कता कता छ त अब एउटा गौरवी छ हजुर माइला कायमा हजुर कान्छाबारी चितवनी छन् खाएला पोखरा खाइदिनु पोखरा ए कान्छा चिजमा छ अनि कान्छाको ससुराल त धादी भन्ने सुने है धादी बजारतिर भन्ने सुने रे अनि त्यही भएर अनि कान्छा चाहिँ आज चाहिँ अनि मामालाई र सानीमालाई भेट्यो भनेर माथि गाउँ आयो अरे यही तपाईँहरूकै एरियातिर आयो अरे क्या हजुरलाई र अनि सानीमा छ अरे त अनि भेट्नलाई ऊ र भान्जा भएर आयो अरे दुईजना भएर यहाँ आएन आजै आउँदैछ अझै हजुरलाई भेट्नको लागि भनेर कान्छो भान्जा पनि बसेर कान्छो भान्जा पनि र दिदीको छोरा बनेर दुईजना आए क्या भेट्नलाई हो वर्ष यहाँ आएन ए चस्मा खोल्यो भने चिन्नुहुन्छ मैले चस्मा खोल्यो भने चिन्नुहुन्छ मलाई ल हेर्नु त एकपल्ट कान्छो भान्जा होइन त म कान्छो भान्जा होइन ऊ दिदीको छोरा बिन्दा भान्जीको छोरा अनि अनि मेरो मामालाई झुक्काइदियो नि म कान्छो भान्जा तपाईँको कान्छो भान्जा ल हजुर नमे कान्छो भान्जा नमे यो लिनु तपाईँको लागि यो माइजूको लागि अघि खै चुरोट हो माइजूको लागि त चुरोट ऊ हेर्नु ल हेर्नु भान्जा नाति केटा अनि छोरो छ छोरी छ यत्रै उसको अब चिन्नुभयो बिचरा मेरो बाबा भयो ल